नमस्कार, म तपाईलाई कथा सुनाउन आइपुगेको छु। कथा बालबालिकादेखि हरेक उमेर समूहसम्मका मानिसले सुन्नुपर्छ, कृपया ध्यान दिएर सुन्नुहोला। कथाको शीर्षक रहेको छ चलाख साँडे। एक जंगल थियो जहाँ धेरै जनावर र चरा बस्थे। एक दिन एकजना साँडे जंगलमा घुम्दै थियो। घुम्दा घुम्दै ऊ एउटा गुफा नजिक आइपुग्यो। गुफाको छेउमै ठूलो ताल र हरियाली घाँसले ढाकिएको घाँसे मैदान थियो। साँडेले सोचे, यो त बस्नको लागि एकदम राम्रो ठाउँ रहेछ। त्यसपछि उसले त्यही गुफा आफ्नो घर बनायो। केही दिन बिते। घाँसे मैदानमा चरिराख्दा ऊ निकै स्वस्थ र बलियो बन्यो। उसलाई त्यो ठाउँ एकदम मन पर्न थाल्यो। जंगलमा उसले धेरै साथीहरू पनि बनायो। एक दिन साँडे गुफाको बाहिर विश्राम गरिरहेको थियो। त्यसैबेला सिंह त्यही बाटो हुँदै आइपुग्यो। उसले लामो समयपछि यस्तो मोटो र बलियो साँडे देखेको थियो। सिंहले मनमा नै सोचे, वाह, साँडे भेटियो। यो त आजको मिठो खाना बन्ला। साँडेले पनि सिंह देख्यो र खतरा महसुस गर्यो। उसले तुरुन्तै योजना बनायो। जब सिंह साँडे नजिक पुग्यो, साँडेले गुफातिर हेरेर यस्तो बोले, प्रिय, बेलुका खाना नबनाऊ है। मैले एउटा सिंह देखेको छु, त्यसलाई समातेर ल्याउँदैछु। सिंहले यो कुरा सुनेपछि डरले काँप्न थाल्यो र तुरुन्तै भाग्यो। भाग्दै गरेको सिंहलाई स्यालले देख्यो र सोध्यो, के भयो सिंह दाई? किन यति डराएर भाग्दै हुनुहुन्छ? सिंहले स्याललाई सबै कुरा भन्यो। स्यालले हाँस्दै भन्यो, त्यो साँडेले त तपाईलाई ठग्यो। आउनुहोस्, हामी दुई मिलेर उसलाई खान सक्छौं। तर सिंह अझै डराइरहेको थियो। त्यसपछि स्यालले उपाय बतायो, हुन्छ, तपाईको पुच्छर मेरो पुच्छरसँग बाँधौं। यदि साँडेले हमला गर्यो भने पहिला म समाइनेछु। सिंहले स्यालको योजना स्वीकार गरियो र दुवैजना पुच्छर बाँधेर गुफातिर लागे। जब साँडेले ती दुईलाई गुफातिर आउँदै गरेको देख्यो, उसले तुरुन्तै चाल पायो। उसले पुनः ठग्ने योजना बनायो। साँडेले गुफातिर हेरेर ठूलो स्वरमा चिच्यायो, स्याल, मैले त तिमीलाई दुईवटा सिंह ल्याउन भनेको थिएँ। के तिमी मेरो बच्चालाई भोकै राख्न चाहन्छौ? सिंहले यो कुरा सुनेपछि अझै डरायो र भाग्यो। भाग्दा भाग्दै स्याल पनि तानियो। ऊ ढुङ्गामा ठोक्कियो, काँडामा अड्कियो र धेरै गाह्रो भयो। त्यसपछि स्याल र सिंह दुवै कहिल्यै पनि त्यही बाटो फर्केनन्। साँडेले आफ्नो बुद्धि र चतुराईले शत्रुहरूलाई पराजित गरियो र आफ्नी श्रीमती र बच्चासँग मिलेर खुशी र शान्तिपूर्वक जीवन बितायो। यस कथाबाट के नैतिक शिक्षा लिन सकिन्छ भने संकटमा पनि बुद्धिको प्रयोग गरेमा बलियो शत्रुलाई पनि जित्न सकिन्छ। धैर्य, योजना र चतुराई नै सच्चा शक्ति हो। यतिन्जेल धैर्यपूर्वक कथा सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आगामी श्रृङ्खलामा पनि विभिन्न सन्देशमूलक, प्रेरणादायी र शिक्षामूलक कथाहरू लिएर आउनेछु। नमस्कार।